हेलो गाइस, नमस्ते, सेवा सन्चै हुनुहुन्छ होला हजुरहरू सबैजना। म पनि एकदमै सन्चै छु। आजको मेरो न्यू भ्लगमा हजुरहरूलाई स्वागत छ। अनि म हजुरहरूलाई चाहिँ के भन्न चाहन्छु भने धेरै दिनपछि मैले चाहिँ आज बडा क्षेत्र मन्दिरमा दर्शन गर्न आउन पाएँ। मलाई चाहिँ एकदम सो एक्साइटेड छु है साथीहरू। अनि हजुरहरू पनि आउँदै जाँदै गर्नुभएकै होला। अनि को आउनु भएको छ त बडा क्षेत्र दर्शन गर्न हजुरहरू पनि यसो कमेन्ट गरिदिनुस् होला। सो हामीले चाहिँ अहिले पूजा गरिसक्यौँ सबैजनाले, अनि घुम्न हिँडिरहेछौँ। अनि फोटो खिच्न भनेर मम्मीसँग अहिले चाहिँ म छु। साथीहरू अब भिडियो बनाउन त पाइँदैन, कसैले अब त्यस्तो समय दिने साथीहरू पनि छैन। म एक्लै छु। अब मम्मीहरूले त जान्नुहुन्न, अनि त्यही भएर आफैले समायो क्यामेरा, ब्याक क्यामेराबाट आफै बनायो। आफै गाह्रो छ नि। हामी चाहिँ फोटो पनि खिचिसक्यौँ, अनि अब घरतर्फ लागिसक्यौँ। अब घरमा लाने प्रसादहरू मिठाईहरू किनेर लाने त्यति मात्रै बाँकी हो। किनेको छैनौँ, अब किन्ने हो अनि घरमा लाने हो अनि खाने हो। साथीहरू आउनुहोस्, एकदम रमाइलो छ है साथीहरू। आएर हजुरहरू पनि यसो दर्शन गरेर जानुहोस्। यहाँ चाहिँ बुनुलाई औँठी मन पर्यो अरे, अनि मलाई चाहिँ माला मन परेको। यहाँ चाहिँ ल त साथीहरू, अबको न्यू भ्लगमा भेटौँला। यति बेलासम्म मेरो भिडियो हेरेर साथ दिनुहुने मेरो साथीहरूलाई थ्याङ्क यू सो मच। लभ यु अल। थ्याङ्क यू फर वाचिङ साथीहरू। बाई बाई।